नमस्कार। आज हामी यहाँ उत्तर कन्यामा पश्चिम बङ्गाल सरकारको श्रम मन्त्री माननीय श्री अर्जुन सिंहको उपस्थितिमा श्रम विभागले बोलाएको सभामा उपस्थित हुनको निम्ति हिमालयन प्लान्टेसन वर्कर्स युनियनका महासचिव श्री एसके लामा अनि हाम्रा खरसाङ ब्रान्च कमिटीका एसपिडब्ल्यूका पूर्व सचिव साथै वर्तमान पङ्गबारी लङ गिद्धेपार समष्टिका कन्भेनर भाइ वीरेन छेत्री र म स्वयं हामी उपस्थित थियौँ र त्यस सभामा विशेष गरेर बन्द चियाबारीहरूको विषयमा छलफल गर्नको निम्ति यो सभा बोलाइएको थियो र त्यस सभामा बन्द चियाबारीहरूको विषयमा युनियनहरूको पक्षबाट मन्त्री समक्ष धेरैवटा प्रस्तावहरू राखियो। जस्तै कि बन्द चियाबारीहरूलाई चलाउनको निम्ति कोअपरेटिभहरू खोलेर चलाइनुपर्छ भन्ने, अनि अर्को प्रस्ताव कि सरकारले केन्द्रको अधीन कर्पोरेसन खोलेर, जसरी विगतमा कतिवटा हाम्रो पहाडकै पनि कतिवटा चियाबारीहरू टी कर्पोरेसन अफ इन्डियाबाट चल्थ्यो अनि कतिवटा चियाबारीहरू राज्य सरकारको टिडिसी बङ्गाल सरकारको कर्पोरेसनमा पनि चल्थ्यो र त्यो किसिमले पनि बन्द चियाबारीहरूलाई चलाइनुपर्छ भन्ने त्यहाँ प्रस्तावहरू राखियो। साथै कतिवटा बगानहरू बन्द नभए तापनि यस्तो अवस्थामा छ कि त्यो प्राय मरणतुल्य भइसकेको बगानहरू जहाँ चाहिँ करोडौँ रुपियाँहरू ड्युजहरू भएको, जहाँनिर श्रमिकहरूको रोजीरोटी मात्र नभएर उनीहरूको ग्र्याच्युटी पिएफहरू समेत नतिरिएको यस्तो बगानहरूको विषयमा पनि त्यहाँ छलफल भयो र यसै सन्दर्भमा त्यहाँ विशेष गरेर लङभ्यूको विषयमा पनि त्यहाँ छलफल भयो र जहाँ लङभ्यूमा 12 करोडभन्दा अधिक रकम पिएफमा मात्र पिएफको मात्र ड्यू रहेको त्यो उल्लेखहरू त्यहाँ भयो। अनि त्यसमा हामीले हिमालयन प्लान्टेसन वर्कर्स युनियनको पक्षबाट चाहिँ हामीले एउटा लिखित रूपमा मन्त्रीलाई एउटा मेमोरान्डम हामीले चढायौँ र त्यो मेमोरान्डममा विशेष हामीले 1 नम्बरमा पर्जापट्टाको कुरा हामीले उठान गरेका छौँ कि जति पनि चियाबारीको क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू छन् उनीहरू सबैलाई आफ्नो पुर्खौली जमिनको पर्जापट्टा दिनुपर्छ भन्ने, अनि 2 नम्बरमा हामीले मिनिमम वेजको कुरा उठाएका छौँ र सरकारले मिनिमम वेज तोक्दाखेरि विशेष गरेर लिभिङ वेजलाई चाहिँ ध्यान दिनुपर्छ। किन वर्तमान यो समयमा जुन प्रकारको बजार भाउ छ, मान्छेको जुन लिभिङ स्ट्यान्डर्ड बढेको छ, त्यसलाई मध्यनजर राखेर एउटा लिभिङ वेजको बन्दोबस्त चाहिँ गरिनुपर्छ भन्ने हामीले राखेका छौँ। अनि 3 नम्बरमा हामीले बन्द चियाबारीहरू जति पनि हाम्रो पहाडमा मात्र अहिले लगभग 8वटा चियाबारीहरू बन्द छ र त्यो चियाबारीहरूलाई सरकारले कसरी हुन्छ, कुन उपाय हुन्छ त्यो प्रकारले झट्ट भनेर खोल्नुपर्छ भन्ने पनि हामीले उठान गरेका छौँ। जुन चियाबारीहरूमा प्रबन्धक पक्षबाट हाम्रो श्रमिकहरूको खर्च, वेतन, पिएफ, ग्र्याच्युटी तिरेको छैन र उनीहरूको त्यो चियाबारीको विषयमा पनि सरकारले उचित कदम उठाउनु पर्छ। जस्तै कि लङभ्यू भयो, हाम्रो रङ्गलीट जहाँ करोडौँ रुपियाँ मालिकले भुक्तान गर्नु बाँकी छ, जसले गर्दा हाम्रो त्यहाँ श्रमिकहरूलाई हुनसम्मको दुःख कष्ट पुगिरहेको छ
र यस विषयलाई हामीले विशेष गरेर मध्यनजर राखेर आज मन्त्रीलाई हामीले एउटा हिमालयन प्लान्टेसन वर्कर्स युनियनको पक्षबाट मेमोरेन्डम बुझाएका छौँ। अनि मन्त्री महोदयले पनि आज सबै कुराहरू ध्यानपूर्वक सुन्नुभयो। अनि उहाँले बन्द चियाबारीको बारेमा पिएफ ग्रेच्युटीहरू नतिरेको खण्डमा सरकारको पक्षबाट उचित कदम उठाइनेछ भन्ने उहाँले एउटा आश्वासन दिनुभयो र त्यसको हामी सराहना गर्छौँ र हामी आशा गर्छौँ कि जो नयाँ सरकार गठन भएको छ र नयाँ सरकारले निश्चय नै चियाबारीहरूको उत्थानको निम्ति एउटा उत्तर बङ्गालमा भएको जुन चाहिँ एउटा उद्योग छ चिया उद्योग, यसको संरक्षण, यसको विकासको निम्ति सरकारले निश्चय नै उचित कदम उठाउनेछ भन्ने हामी आशा राख्दछौँ।